उद्योग खोलिसकेपछि त्यो उद्योगबाट निस्केको फोहोरहरू व्यवस्थापन कसले गर्ने हो? हाम्रो स्थानीय सरकारले गर्ने हो या प्रदेश सरकारले गर्ने हो या केन्द्र सरकारले? यसलाई वडा यो हाम्रो त्यहाँको गाउँपालिकाले वार्निङ दिन्छ एकपल्ट कि भाइ तपाईँ यो अविलम्ब यसलाई ठिक पार्नुहोस्, भएन भने त्यो कारबाहीको दायरामा आउँछ। जस्तै उद्योगले नियमअनुसार काम गर्यो भने त्यसलाई बन्द गर्न सकिन्छ कि सक्दैन? त्यो बन्द गर्नु भनेको विकल्प होइन कि उद्योग बन्द अहिले यहाँ त हरेक कुरोमा बन्द गर्ने मतलब आज कसै उद्योग दर्ता गरिरहँदाखेरि दर्ता गरिसकेपछि प्रक्रियाहरू के हो समग्र रूपमा थोरै छोटकरीमा जान्छ? उद्योग दर्ता गर्दा नै थुप्रो प्रक्रिया छन्। त्यसमा के छ नि, आज वडाबाट जुन ठाउँमा उद्योग लाउने हो त्यहाँको त्यो 4 किल्ला र त्यसमा त्यो हामीले गभर्मेन्टबाट त्यहाँ कुनै बाधा व्यवधान छैन भनेर त्यो सब कुरो समग्रमा त्यो पहिले नै उद्योग लाग्नुभन्दा पहिले नै लिनुपर्छ। बिजुलीको लाइनको के त्यहाँ के छ, अवस्था के छ, यो सब कुरो हामीले उद्योग लगाउनुभन्दा पहिले नै गभर्मेन्टसँग हाम्रो उद्योग विभाग उद्योग मन्त्रालयद्वारा जुन निर्देशित छ त्यो उद्योग लगाउनुभन्दा पहिले नै हामीले लिनुपर्छ। त्यो प्रक्रिया सरकारी प्रक्रिया हो, त्यसमा पनि टाइम लाग्छ। वडादेखि लिएर उद्योग विभाग या कसैले सानो उद्योग लगाउनु छ भने घरेलु उद्योगबाट त्यसरी गरेर यो लिने प्रक्रिया हो। त्यो एउटा सरकारको ढाँचा छ, त्यो अनुसारले पुरा गर्नुपर्छ अनि मात्रै उद्योगको लाइसेन्स पाइने गरेको छ। जस्तै उद्योग सञ्चालन गरिसकेपछि प्रक्रिया पुरा 100% पुरा गरेर काम चाहिँ सञ्चालन हुन्छ, सुचारू हुन्छ, होइन भने सुचारू चाहिँ हुँदैन। होइन भने हुँदैन। गभर्मेन्टको जबसम्म जुन ऐन नियम छ त्यो पुरा गरेन भने पेपरमा एड दिने, भाइ त्यो साइडमा के छ, बस्ती छ छैन, त्यो बेलाको उद्योग खुल्ने बेलाको त्यो के कसरी छ, जुन नर्म छ त्यो पुरा गर्नुपर्छ, त्यसपछि नै उद्योग सञ्चालन हुन्छ। जस्तै एउटा कानुनमा के छ भने तपाईँको उद्योग सञ्चालन गरिसकेपछि त्यसको परिसरभित्र अथवा बाहिर अथवा केही त्यो क्षेत्रमा चाहिँ एउटा ग्रिन बेल्टको व्यवस्था गर्नुपर्छ, जुन हाम्रो कठोरीमा हेऱ्यो भने कुनैमा पनि छैन, नदेखिएको अवस्था। यस्तो छ कि ग्रिन बेल्टको कुरो अहिले भर्खर 1-2 सालदेखि नयाँ चिज आएको छ। अब पुराना उद्योगहरू जुन कोही 15 सालदेखि, कोही 25 सालदेखि, कोही 30 सालदेखि स्थापित छन्, तिनीहरूलाई पनि अब यिनीहरू यो सब उसमा चेन्ज गर्नुपर्छ, बिस्तारै अब चेन्ज गर्नुपर्छ। किनभने आज 20 साल 15 साल 10 साल अगाडि लागेका उद्योगहरूलाई जुन बेला यो नियम थिएन, अब यो वातावरणीय नियम पनि आयो, त त्यो हिसाबले उनीहरूले पनि अब गभर्मेन्टको जुन नर्म्स छ त्यो हिसाबले चेन्ज गर्नु नै पर्छ। किनभने जुन अब सरकारले जुन नियम ल्याएको छ त्यसले पालना गर्नुपर्छ, सबैले पालना गर्नु नै पर्छ। नगरिएको अवस्था छ नि त, यसमा चाहिँ के भन्नुहुन्छ? होइन, नगरिएको अवस्था छ र उद्योग सङ्गठनले सङ्गठन खोलेर मात्रै भएन, त्यसको प्रक्रियाहरू होला अगाडि बढाउने, संस्था हाम्रो उद्योगहरूलाई कसरी सर्वेक्षण गर्ने, त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि होला। होइन, यस्तो छ कि यहाँ बेला बेलामा आज उद्योग विभाग, हाम्रो यो खाद्य विभाग, खाद्य सम्बन्धी छ भने खाद्य विभाग, विभिन्न विभागहरूबाट अनुगमन हुने गरेका छ। त्यसमा उनीहरूले कैफियतमा केही छ त्यस्तो छ भने त्यो चेन्ज गर्नु नै पर्छ। त्यो चेन्ज नगरिकन हुँदैन। ठिक छ, टाइम पिरियड दिन्छ होला, 6 महिना 3 महिना एउटा समय दिन्छ होला, त्यो अनुसारले जानु नै पर्छ। गरेका छैन भने गभर्मेन्टको नर्म्स अगर छ भने त्यो हिसाबले जानु नै पर्छ। त्यो हामीले पनि उद्योग सङ्गठनले पनि कसैलाई त्यो नगर भनेर भन्दैनौँ। हामीले त गभर्मेन्टको जुन रुल नियम जुन छ त्यसबाट सञ्चालित हुनु नै पर्छ। त्यसमा चाहिँ त्यो फरक भयो भने गभर्मेन्टको अब आफ्नो दण्ड जरिमाना छ, त्यो सर्नुपर्छ। जस्तै उद्योग खोलिसकेपछि त्यो उद्योगबाट निस्केको फोहोरहरू व्यवस्थापन कसले गर्ने हो? हाम्रो स्थानीय सरकारले गर्ने हो या प्रदेश सरकारले गर्ने हो या केन्द्र सरकारले? अथवा उद्योगबाट निस्केको फोहोर पानीहरू सिधै सडकको ढलमा निकासा गरिदिने कि त्यसको छुट्टै व्यवस्थापन हुन्छ? कानुनी रूपमा चाहिँ के हुन्छ? त्यसरी त कसले पनि गर्न पाउँदैन। आज उद्योगको अगर पानी दूषित छ भने, सफा पानी छ भने, अहिले के छन् धेरै उद्योगहरूले त्यो पानीलाई फिल्टर गरेर त्यसपछि चाहिँ बाहिर निकाल्ने गरेका छ। त्यो फिल्टर गरेको पानी चाहिँ निकाल्न सकिन्छ, तर दूषित पानी छ भने कसैले पनि बाहिर निकाल्न पाउँदैन। हाम्रा कठोरीका कति उद्योगहरू छन् जुन उद्योगबाट निस्केका पानीहरू स्वतः हालिदिइरहेको अवस्था छ? होइन, त्यो स्वतः पहिले पनि हेर्न सकिन्छ। होइन, यस्तो छ कि यो यसरी तपाईँले र मैले भनेर हुँदैन। यो के छ नि, ठिक छ, त्यस्तो कुनै उद्योग छ भने उसलाई वडा यो हाम्रो त्यहाँको गाउँपालिकाले वार्निङ दिन्छ एकपल्ट
कि भाइ तपाईँ यो अविलम्ब यसलाई ठिक पार्नुहोस्, भएन भने त्यो कारबाहीको दायरामा आउँछ। त्यो एउटा सरकारले नक्सै बनाएको छ, एउटा नियम बनाएको छ। त्यो अब उहाँको पालिकाले हेर्ने हो भने, किनभने वार्षिक ट्याक्स पनि उसैले लिने हो, त उसको पालिकाले हेर्ने कार्य हो। अगर कसैले त्यो गर्दैछ भने उसलाई अविलम्ब पालिकाको जुन नियम छ 1 महिना 2 महिना 3 महिनाभित्र तपाईँ ठिक गर्नुहोस्, नत्र त्यसपछि पनि रह्यो भने तपाईँलाई यो जरिमाना हुन्छ या जे नियम छ गभर्मेन्टको जुन नियम छ, जुन दण्ड सजाय छ त्यो पाउनुहुन्छ। जस्तै उद्योगले नियमअनुसार काम गर्यो भने त्यसलाई बन्द गर्न सकिन्छ कि सकिँदैन, के छ? होइन, उद्योग बन्द गर्नु भनेको विकल्प होइन कि। उद्योग बन्द अहिले यहाँ त हरेक कुरोमा बन्द गर्ने, मतलब आज कसैले त्यहाँ बन्द गर्नुको के हो? आज कुनै उद्योगीले आज करोडौँको लगानी गरेको छ, आफ्नो पैसा लगाएको छ, ब्याङ्कबाट करोडौँको पैसा लोन लिएको छ, त्यसपछि त्यहाँ हजुर यो 1500 200 जस्तो उद्योग छ, त्यस्ता मजदुरहरू छन्। आज त्यो बन्द गरिदियो भने त्यो विकल्प होइन कि। त्यो आज त्यहाँ 500 मजदुर छ भने 500 मजदुरले 2500 जना परिवारलाई आफ्नो पाल्छ। आज उनीहरू बेरोजगार हुन्छन्। ठिक छ, कसैले कुनै त्यो त्यस्तो गरेका छ भने, कानुन मिचेर केही गरेका छ भने उसलाई सरकारको आफ्नै निकाय छ, दण्ड जरिमाना छ, उसलाई निर्देशन दिनुपर्छ, यति दिनभित्र तिमी आफ्नो यो ठिक गर। तर बन्द गर्नु चाहिँ हामीले त भन्दैनौँ कि यो विकल्प होइन। यो बन्द गरेर यो देशमा राजस्व पनि अहिले हालत के छ देशको, उद्योग धन्दा अहिले कम चलेर नेपालमा चाहिँ आजसम्म नथुप्रिएको विदेशी मुद्रा थुप्रिएको छ। ब्याङ्कहरूले कसैलाई लगानी गर्न ठाउँ नपाएर 8 खर्ब भन्दा बढी रुपियाँ वाणिज्य ब्याङ्कहरूले राष्ट्र ब्याङ्कमा जम्मा गरेका छ। त्यो के हो? परिणाम के हो? गभर्मेन्टको राजस्व अहिले 3 महिनाको राजस्व 40%ले घटेको छ। त आज उद्योग धन्दा कम चल्नु, अहिले जेनजी आन्दोलन भयो, त्यसपछि यो एकदम यो सबको के छ नि, एउटा त्रसित अवस्था छ कि भोलि के हुन्छ, चुनाव हुन्छ हुँदैन। उद्योगी व्यापारीमा पनि एउटा त्रासको वातावरण छ कि भोलि के हुने हो, बजारमा बिक्री छैन, उधारो उठ्दैन। आज यो पारीपट्टिबाट 2 नम्बरबाट त्यतिकै सामान आइरहेछ, यसको व्यवस्थापन छैन। त्यो यो सब समग्र कुरो राज्यले हेरिदिनुपर्छ। यो डर त्रासको वातावरणलाई हटाउनुपर्छ। आज ब्याङ्कसँग यति खर्बौँ रुपियाँ, 8 खर्ब भन्दा बढी रुपियाँ ब्याङ्कमा जम्मा छ, अर्ब होइन खर्ब, तर त्यो लगानी गर्न पाइरहेको छैन ब्याङ्कले। यसको के छ नि, मेकानिजम त राष्ट्र ब्याङ्कले, हाम्रो अर्थ मन्त्रालयले निकाल्ने हो। त्यसलाई निकालेर कसरी सहज बनाउन सकिन्छ, किनभने उद्योग व्यापार चलेन भने देशको राजस्व पनि आउँदैन। आज 3 महिना भने नि मैले अघि 40% राजस्व घटेको छ। देश कसरी धान्छ? यसो हेर्दाखेरि तपाईँकै फ्याक्ट्री छ त्यहाँ, सेलो तेल तपाईँको हो, अनि तपाईँ आफ्नो प्रशोधन पानीलाई चाहिँ के गर्नुभएको छ? फिल्टर गरेर अस्ति आन्दोलन पनि भएका थिए त्यहाँ युवा। होइन, यो सब कुरो यस्तो छ कि गएर नहेरिकन त्यहाँ केही हुँदैन। त्यहाँ फिल्टर गरेर हामीले निकासा गरिरहेछौँ। त्यो हामीले पहिले थियो, त्यो प्रब्लम थियो, त्यसलाई हामीले भित्र नै फिल्टरको मेसिन लगाएर पानी बाहिर फिल्टर गरेर निकासा गरिरहेछौँ। जस्तै अर्को कुरा के हो भने, जस्तै कानुन सम्बन्ध हेऱ्यो भने स्थानीय जनताहरूलाई चाहिँ 80% रोजगारी दिनुपर्छ भनेर एउटा कानुनी प्रावधान छ। तपाईँको फ्याक्ट्रीमा अथवा उद्योगमा चाहिँ विदेशबाट ल्याउनु भएको छ, बाहिरबाट, हाम्रो इन्डियाबाट आउनु भएको छ कर्मचारीहरू हो या होइन? त्यो कतिजना आएको छ? हाम्रो जनताहरूले अस्ति कुरा उठाउनु भएको थियो। होइन, यस्तो छ कि तपाईँ अहिले उद्योग सङ्गठनको हिसाबले सोध्दै हुनुहुन्छ कि पर्सनली हिसाबले सोध्दै हुनुहुन्छ? उद्योग सङ्गठन उद्योग सङ्गठनको यस्तो नियम छ कि विदेशी राख्न पाइन्छ, नराख्ने होइन। के भन्छ नि, आज कामदारहरू जुन दक्ष कामदार छ, अदक्ष कामदार हुन्छन् जुन दिल्लीको काम गर्ने, त्यो सब यहाँका लोकल मान्छे नै हुन्छन्। अनि कोही दक्ष इन्जिनियर प्राविधिक जुनलाई जो मेसिन चलाउन या त्यो अपरेट गर्न अचेल सब कम्प्युटराइज हुन्छ, त्यस्तो मान्छे पाइएन भने त्यसलाई त्यो हामीले यहाँ विभागमा दर्ता गराएर राख्न सकिन्छ। उद्योगीहरूलाई त्यो राख्ने गरेका छ, प्राविधिकहरूलाई राख्ने गरेका छ। जेनरल मान्छे जो हुन्छ त्यो लोकलै हुन्छ। आज जति कामदार कसैमा 100 छ 200 छ भने 2-4-5 जना प्राविधिक चाहिँ जुन यहाँ पाइँदैन त्यस्ता मान्छे चाहिँ हुन सक्छ। जस्तै प्राविधिकहरू यहाँ ल्याएर उहाँलाई यही नेपालको जनतालाई सिकाएर 1-2 वर्ष सिकाएर त्यसपछि उहाँलाई विदेश, उहाँलाई आफ्नो घर पठाउँदा हुन्छ नि त। नेपालको त्यो काम उद्योग सङ्गठनले गर्दैछ है। त्यो के छ नि, हामीले यहाँ विभिन्न प्रकारका ट्रेनिङहरू हामी इन्स्योरसँग मिलेर विभिन्न प्रकारका ट्रेनिङहरू, जसरी आज बोइलर हुन्छ उद्योगमा,
जसरी लेथ हुन्छ त्यसको ट्रेनिङ हामी हरेक महिना यहाँ गराइराखेका छौँ कि त्यसमा त्यहाँका उद्योगका मान्छेहरू आउनुहोस्, सिक्नुहोस्, अपग्रेड हुनुहोस्। किन चाहियो हामीलाई त्यसलाई बढी पैसा तिरेर यहाँ राख्ने कुनै कामै छैन, यहाँ प्राविधिक नपाएर नराख्ने हो। त्यही चिज हाम्रो मान्छेहरूले हामीले कन्टिन्यू ट्रेनिङ विगत 5 सालदेखि उद्योग संगठनले यो ट्रेनिङहरू हरेक क्षेत्रको, जसरी यो तपाईँले भने लेथको भयो, यो हाम्रो बोइलर सम्बन्धी भयो, या मेसिन कसरी चलाउने, डिजिटल मेसिन, कम्प्युटराइज मेसिनहरू, आजकल कम्प्युटराइज मेसिनहरू आउँछ, त्यसलाई कसरी चलाउने, के चलाउने, त्यो हामी कन्टिन्यू अहिले पनि पर्सिदेखि हाम्रो एउटा ट्रेनिङ छ। त्यो पनि अहिले त्यहाँ 20 जना भाग लिँदै हुनुहुन्छ हाम्रै यताका मोरङ सुनसरीका उद्योगका मान्छेहरू। तिनीहरू सिकेपछि हामी त्यसलाई किन दिने, उसलाई 50,000 दिनु छ भने हामी 40,000 दिएर लोकली मान्छे तयार भयो भने त्यसैले राख्छौँ। नेपालको उत्पादन हुन्छ, नेपालको उत्पादन हुन्छ। उनीहरूले पनि अहिले त के छ नि, युवाहरू पनि श्रम खोज्न पढ्नको लागि रोजगार राम्रो नपाएर विदेश गएको हो नि त सर। हो, त्यसका लागि हामीले अहिले कार्यक्रम विगत 5 सालदेखि चलाएको छौँ। एउटा त यो ट्रेनिङको, अर्को चाहिँ स्टार्टअपको पनि हामीले एउटा विगत 5 साल 6 सालदेखि नै चलाइरहेको छौँ कि यहाँका युवाहरू आज पढाइ गरेर जुन बाहिर निस्किन्छन् उनीहरूले के गर्ने, उनीहरूलाई उहाँको मनसाय छ, कसैले बिजनेसमा गर्ने छ भने के उनीहरूको मनसाय छ, कुन बिजनेसमा जाने हो, त्यो तपाईँ यहाँ आउनुहोस्, यहाँ हामीले इन्ट्री खोलेका छ, यहाँ आउनुहोस्, यहाँ काम यहाँ यो दर्ता गरेर यहाँ तपाईँले कुन लाइनमा जानु छ, हामी सम्पूर्ण ट्रेनिङहरू यहाँ करिब यो तपाईँको 9 महिनाको कोर्स हुन्छ। हामीले नै उनीहरूको 1 पैसा लाग्ने होइन, हामीले नै प्राविधिक ल्याएर यहाँ ब्याङ्कसँग पनि कसरी टाइप गर्ने, मार्केटिङ कसरी गर्ने, भोलि नयाँ केटाहरू मार्केटिङ कसरी गर्ने, सब थोकको उनीहरूलाई 9 महिनामा ट्रेनिङ दिएर एउटा उद्यमी बनाउने हाम्रो पनि सोच रहेको। जस्तै अहिले देशको आर्थिक अवस्था एकदम कमजोर भइरहेको अवस्थामा हो, अहिले पनि उद्योग सञ्चालन गर्नलाई सकिन्छ जस्तो लाग्छ, नयाँ स्टार्टअप गर्नलाई, जुन तपाईँले भन्नु होइन। स्टार्टअप यस्तो छ कि स्टार्टअप धेरै किसिमका हुन्छन्। जनताको आम्दानी नभइसकेपछि कुनै पनि स्टार्टअप्सले काम गर्दैन नि त सर। होइन, यस्तो छ कि अब तपाईँ आज बच्चाहरू कलेजबाट बाहिरिए कसैको दिमागमा छ पनि पुस्तैनी उसको कुनै काम छ, उसले त्यसलाई बढाउन खोज्यो, कसरी उसलाई बढाउने, त्यसका लागि उसलाई मार्केटिङको आइडिया चाहियो, बजारमा ऐन नियम के छ, सरकारी ऐन नियम के छ, त्यो सब थोक हामी यहाँबाट, अनि मार्केटिङ कसरी गर्ने, भोलि उसलाई ब्याङ्कबाट लोन पाइयो भने अहिले स्टार्टअपमा सरकारले पनि 20 लाख रुपियाँसम्मको एकजनालाई लोन दिने प्रक्रिया मिलाएको छ। यो यावत कुरोहरू हामी यहाँ सब उनीहरूलाई सिकाएर कसैलाई विदेशी जानु छ भने त रोक्न सकिँदैन, तर यहाँ काम गर्न मनसाय भएकोले या आफ्नो काम चलिरहेछ उसको हुन्छ नि, जसै बुवाको काम हुन्छ, बाजेको काम हुन्छ, उसलाई नै अगाडि बढाउने, अब नयाँ तरिकाले उसले आजको दिनमा नयाँ तरिकाले अगाडि बढाउन उनीहरूलाई मद्दत पुग्छ। त्यो हिसाबले हामीले कार्यक्रम सञ्चालन गरेका छौँ। अन्तमा लास्टमा एउटा क्वेसन के हो भने देशको यो अवस्थामा अब के लाग्छ, हाम्रो देशको अर्थतन्त्र अथवा व्यापारिक स्थिति अथवा उद्योगको अवस्था के छ, सुदृढ भएर जान्छ कि बिग्रिन्छ, के लाग्छ अहिलेको अवस्थामा? अहिलेको अवस्थामा त जेनजी आन्दोलन पछिको जेनजी आन्दोलन पछिको अवस्थामा अहिले सुदृढ हुने त कुनै अवस्था नै देखिँदैन। जेनरली उद्योगी व्यापारीको सोच सुन्नुहुन्छ भने नयाँ लगानी गर्ने ठाउँ नै छैन। अहिले भएको उद्योगलाई जेन तेन कसरी चलाउँ, किनभने तपाईँले भने नि यसको त्यो आधार भनेको आज हेर्नुहोस् न, ब्याङ्कसँग दुनियाँ पैसा छ लगानी गर्ने, कुनै उद्योगी व्यापारीले लिइरहेको छैन, पुरानो लोन तिर्न पनि उसलाई धौधौ भइरहेछ। यस्तो अवस्थामा नयाँ लगानीको कुरै होइन। अब देश कसरी, हामी त आशावादी हुन्छौँ, हेर्नुहोस् उद्योगी व्यापारी आशावादी हुन्छ। अब 2-4-6 महिनामा यो जुन चुनाव हुने कुरो छ, चुनाव भएर नयाँ सरकार, थाई सरकार आयो भने अहिलेको सरकार त खालि चुनावी सरकार हो। अब यसले गराउन सकेर नयाँ सरकार आयो भने केही आशाको किरण देखिन्छ, तर अहिलेको अवस्थामा त अहिले मतलब उद्योगी व्यापारी सब एकदम निराश छन्, सबको मनस्थिति एकदम खस्किएको छ, त्यस्तो अवस्था छ। धन्यवाद ग्रामीण खबरलाई।